हेलो साथीहरू नमस्कार, म रोशन ढकाल। हामीले चाहिँ योभन्दा अगाडि यो बुलेटको साउन्ड के हो र यो साउन्ड हराउनको लागि चाहिँ के बनाउनु पर्छ भनेर हामीले भिडियो बनाएर हालेका थियौँ। अब त्यो चाहिँ गाडी हामीले बनाइसकेका छौँ, त्यही भएर हामीले सानो सानो क्लिप बनाएर भिडियो बनाएका छौँ। कृपया अन्तिमसम्म हेरेर साथ दिनु होला है त। यो चाहिँ अब हामीले इन्जिन खोल्न थाल्यौँ। अब हामीले अब यसको हेडहरू खोल्दैछौँ। हामी यता तल म्याग्नेट कभरहरू पनि खोलेका छौँ, किनभने यसको हाइड्रोलिकमा आवाज आइरहेको थियो, त्यही भएर खोल्यौँ। हामीले खोलेर हेर्दाखेरि यसको म्याग्नेट पनि पुरा साइड प्ले भएको रहेछ, त्यो पनि खोल्यौँ। हेडहरू सबै लेथमा लगेर बनायौँ। यसको ब्लक पनि फेर्नुपर्ने देखियो खोलेपछि, किनभने पिस्टनहरू स्क्रच हुन थालेको रहेछ। स्क्रच भएपछि धुवा फाक्छ नि त गाडीले, त्यही भएर यसको चाहिँ पिस्टन मात्रै फेर्नुभन्दा ब्लकै फेर्नु उचित हुन्छ। त्यही भएर हामीले यसको ब्लक सेटै नयाँ हाल्ने योजना बनायौँ। त्यसपछि हामीले यसको कम्प्लिटली खोलिसक्यौँ है त। अब हामीले खोलिसकेपछि लेथमा लगेर पनि सामानहरू आइसक्यो। लेथमाबाट ल्याइसकेपछि हामीले टक्कसँगले इन्जिनहरू वास गरेर सामानहरू सबै पेट्रोलले वास गरेर रेडी पारेका छौँ। अब हामी फिट गर्दैछौँ र फिट गरिसकेपछि पनि हामी यसको साउन्डहरू सुनाउँछौँ है त। अब यसको चाहिँ यता क्लच कभरहरू सबै फिट गरिसक्यौँ, किनभने यसको वान वेहरू पनि सबै चेक गऱ्यौँ हामीले खोलेको बेलामा, किनभने यो खोलिराख्ने चिज होइन नि त इन्जिन भनेको। त्यही भएर हामीले यसको लागि चाहिँ सबै जेन्युन पार्ट्सहरू ल्याएर रेडी पारेका छौँ। जस्तै अब यसको भेलहरू भयो, ब्लक पिस्टनहरू। ब्लक किन्दा चाहिँ पिस्टन सेटै आउँछ। अनि यो गाडीमा खास समस्या चाहिँ एकछिन कुदेपछि 15-20 मिनट कुदेपछि हिट हुने समस्या थियो। अनि यसको हाइड्रोलिक पनि हामीले नयाँ ल्याइसक्यौँ। अब यो नयाँ हाइड्रोलिक चाहिँ किन यस्तो तेल भयो भन्नुहुन्छ भने, हामीले यसलाई चाहिँ लगभग 12 घन्टादेखि 13 घन्टा चाहिँ मौलमा डुबाएर राखेका थियौँ। किनभने यो चाहिँ मौलमा डुबाएर राख्यो भने चाहिँ राम्रो काम गर्छ भने सबै भित्रभित्र मौल पुगेको हुन्छ, त्यही भएर सेट गर्दाखेरि राम्रो हुन्छ। त्यही भएर मिस्त्रीहरूलाई चाहिँ म यो पनि भन्न चाहन्छु कि हाइड्रोलिक चेन्ज गर्ने हुँदाखेरि चाहिँ म्याक्सिमम् 12-13 घन्टा चाहिँ मौलमा डुबाएर राख्नु होला। त्यसपछि चेक गर्नु, साउन्ड अटोमेटिकली राम्रो हुन्छ क्या। अब यो चाहिँ मौलमा खेल्ने चिज भएर पनि हो। अब त्यसपछि हामीले टोटल्ली सबै सेट गरिसक्यौँ। अब आवाज सुन्नुहुन्छ यहाँनिर। अब बाइक चाहिँ रेडी भएको छ। यदि तपाईँहरूलाई पनि यस्तै काम गराउनु परेमा हामीलाई सम्झाउन सक्नुहुन्छ है त। हस् त, धन्यवाद।